यहाँ हेर्नुहोस् तेल हाल्ने टेक्निक चाहिँ यस्तो हुँदो रहेछ नि त है। 200 लिटर तेल टक्कै उठाएर यसले ढुङ्गा फुटाउने मेसिन है, यसले माथि लग्यो है, यहाँबाट पाइप लगायो ट्याङ्कीमै हुत्तै। मान्छेले हो भने त कहिले कहिले हेर्नुहोस् यो पनि टेक्निक रहेछ। ल तपाईँहरूलाई बाटो देखाउनेछु। यो हेर्नुहोस् रक एरिया। टाइम चाहिँ लाग्नेछ तर बाटो चाहिँ दामी बनिदिन्छ। हेर्दै जानुहोस् तपाईँहरूले। तपाईँलाई म यहाँबाट क्लियर देखेन, अलिक माथि गएर देखाउनेछु। कस्तो चाहिँ रहेछ भने हेर्नुहोस्, यो हेर्नुहोस् रक एरिया। यहाँ भयो कमसेकम 3 महिना फुटाएको है ढुङ्गा चाहिँ। यो पुरै पहरा काट्नु परेन। यहाँ माथिसम्म चाहिँ आफ्नो गाडीमा आएँ है, त्यहाँबाट चाहिँ हिँड्नै पर्ने भयो। पिकअपहरू त जान्छ, टाटा जान्छ, यहाँ अलिकति डिस्टर्ब भएर मात्रै यस्तो पहरा छ। हेर्नुहोस् अब तपाईँलाई म जुम गरेर देखाउँछु। हेर्नुहोस् है यहाँ ब्रिज, पुरानो ब्रिज हेर्नुहोस् है, कता गयो कता गयो। यो चाहिँ कहाँको भन्नुहुन्छ होला, यो पारी है, यो चाहिँ योगपुलको हो। यो सुकबिर खानीमा पर्छ है। सिङ्जी, समालबुङ, पापुङ, खानी, कफेर आजभन्दा कमसेकम 30 साल पहिला यो नेसनल हाइवेको ब्रिज 100 फिट माथि थियो है, झुला ब्रिज। अहिले चाहिँ त्यसकै अलिकति माथिबाट नयाँ बाटो बनिँदैछ है। यो चाहिँ सिङ्जी, समालबुङ, पापुङको हिँड्न नसक्ने बुवा आमाहरू खानीको उहाँहरूले कस्तो भला भन्नुहुन्छ होला है। यो ब्रिज चाहिँ नमुना मात्रै छ है। तपाईँलाई भिडियोको उसबाट देखाउँदैछु, माध्यमबाट। तपाईँहरूले देखेर तपाईँहरूको बुवा आमालाई देखाइदिनुहोस्, हिँड्न सक्नु हुँदैन। र यति भन्दै म यो भिडियो एन्ड गर्दैछु। हेरेर सब्सक्राइब र लाइक गर्न नभुल्नु होला। अपडेट दिइरहनेछु तपाईँहरूलाई। यी पारीको यस्तो छ सिने। यो तल ब्रिजको जिप बनाउने खाल्डा, तल तेल हाल्दैछ है। यो ढुङ्गा फुटाउँदै चाहिँ यही उयो हो, जिसिबी। तपाईँलाई तेल हाल्दै गरेको पनि देखाएँ। यो हेर्नुहोस् यहाँबाट पनि यसरी तेल हाल्नु पर्दो रहेछ है। ल ओके गाइज, बाई बाई।